अब रिस गरेर के गर्ने? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जब कारागारबाट निस्केर चितवन पुगे, चितवनमा चितवनका जनतालाई, चितवनका उनका जन्मदाताहरूलाई, चितवने देवभूमिका देवताशरीका जनतालाई उनले म 5 मिनेट तपाईहरुलाई सम्बोधन गर्छु, मलाई काठमाडौँ जानु छ, जेनजी घाइतेहरूलाई भेट्नु छ, मृतकका परिवारलाई भेट्नु छ, हैन, हरेक काममा बिजी हुनुपर्ने छ, म तपाईहरुलाई 5 मिनेट भेट्छु भनेर अस्ति राति मध्यरात सोशल मिडियामा हामी सबैहरुले भनिदिएर भोलिपल्ट आउँदा 5 मिनेट बोल्छु भनेको मान्छे निस्कने ठाउँ छैन। न त्यहाँ मासु भात बाँडिएको थियो, न त्यहाँ गाडी फ्री गरेर गाडीबाट मान्छे ल्याइएको थियो, न कतै माइकिङ गरिएको थियो, न त्यहाँ एआई को प्रयोग गरिएको थियो। अब रिस गरेर के गर्ने साथीहरु? अब रिस गरेर के गर्ने? तिमी जति जल्छौ जल्दै जाऊ, हैन? म त फूल हुँ बास्ना छर्दै जानेछु भने जस्तै रवि लामिछाने जहाँ जहाँ जान्छन् त्यहाँ जनताको अपार माया पाउँछन्। अब के गर्ने रिस गरेर साथीहरु? रवि लामिछानेले भन्छन् नि, सक्दैनौ त सक्दैनौ। रवि लामिछानेलाई 12 भाइ मिडियाहरूले सोध्ने एउटा प्रश्न र लेख्ने, मिडिया ट्रायल गर्ने त्यो चाहिँ एउटा शीर्षक, रवि लामिछाने निस्के संसद बन्न त पाउँछन्, मन्त्री बन्न पाउँदैनन् कि, प्रधानमन्त्री बन्न पाउँदैनन् कि, कतै संसदै बन्न पो पाउँदैनन् कि, हरेक कुरा 12 भाइ लगायत अब रवि लामिछानेका विपक्षी साथीहरूले सोशल मिडियामा बिगुल फुक्नु भएको छ। रवि लामिछानेले भनिदिए, तपाईहरुलाई उत्तर दिए, रवि लामिछाने संसद बन्न नपाउला, मन्त्री बन्न नपाउला, तर मान्छे बन्न पाउँछ कि पाउँदैन? यदि मान्छे बन्न पाउँछ भने काफी छ। भ्रष्टहरूका महल ध्वस्त पार्दिन रवि लामिछानेलाई संसद र मन्त्री चाहिँदैन। रवि लामिछाने रहे पुग्यो। मलाई संसद र मन्त्री प्रधानमन्त्रीका कुरा प्रश्न किन गर्नुहुन्छ? मलाई मान्छे बन्न दिनुस्, म रवि लामिछाने रहन दिनुस्। भ्रष्टहरूका महल खरानी बनाइदिन केही चाहिँदैन, रवि लामिछाने भए पुग्छ भनेर आन्सर दिए। र जनतालाई भने, कि त मलाई जिरोमा पुर्याइदिनुस्, कि त यो देश चुस्नेहरूलाई जिरोमा पुर्याइदिनुस्, कि त मलाई जिरोमा पुर्याइदिनुस्, कि त स्कुलको ड्रेस लगाएर आएका बच्चा बच्चीलाई टाउको ताकी गोली ठोक्ने अपराधीलाई जिरोमा पुर्याइदिनुस्। अब भन्नुहोस्, रवि लामिछानेलाई जिरोमा पुर्याउने कि भ्रष्टहरूलाई जिरोमा पुर्याउने? तपाईहरुको हातमा छ। यो चुनावसम्म रवि लामिछानेलाई बाहिर बस्ने, अब यिनीहरू आत्तिन्छन्, अतालिन्छन्, बाहिर बस्न दिनु हुँदैन भन्छन्, यिनीहरूले सकेको शक्ति प्रयोग गर्छन्, तर रवि लामिछानेसँग सत्ता छैन, शक्ति छैन, जनता छन्, सत्यता छ, धर्म छ रविसँग। वय वृद्धदेखि ताते गर्दै हिँड्ने बच्चासम्मको माया, आशीर्वाद र सद्भाव रवि लामिछानेको शिरमा छ। रवि लामिछाने डग्दैन, डराउँदैन। रवि लामिछानेलाई देख्यौ नि, हेर्न मिल्दैन, फेर्न मिल्दैन, सार्न मिल्दैन, हैन? अनि हेर्दैमा खालका फैसला आदेश गर्नेहरूले हेरेका होला नि रवि लामिछाने को हो र रवि लामिछानेका पछाडि कति जनता छन्। यस्तो मान्छेलाई, यस्तो अपार जनताको अपार माया बोकेको मान्छेलाई जेलमा लगेर थुन्ने, त्यो पनि झुटा मुद्दा बोकाएर, सत्ता र शक्तिको आडमा जे पनि गर्न पाइने, जसो पनि गर्दिने, चल्दैन त चल्दैन। झुटको खेती टिक्दैन त टिक्दैन साथीहरु। रवि लामिछानेसँग सत्यता छ, सत्यता।